श्रीमद् भगवत गीता 16 अध्यायको 6 नम्बरमा भगवान् श्रीकृष्णले यसरी भन्नुभएको छ कि सृष्टिमा मैले दुई जातहरूको मात्र सृष्टि गरेको छु भनेर भन्नुभएको छ। ती दुई जातहरू के हुन् त अब भनेर भन्नुहुन्छ होला। ती दुई जातहरू हुन्, गीतामा भन्नुभएको छ, द्वौ भूत सर्गलोकेस्मिन् दैव आसुर एव च भनेर भन्नुभएको छ। एउटा देवता र अर्को असुर राक्षस। यी परिवर्तनशील छन्, यी जातहरू परिवर्तनशील छन्। तपाईँ आज छिनभरमा देवता बन्नुभएको छ भने छिनभरमा तपाईँ राक्षस बन्नुहुन्छ। यो के को कारणले भन्दा मोहवश, कामवश, वासनावश, यसरी अहङ्कारवश, अभिमानवश यसरी राक्षस बन्नुहुन्छ भने दया, करुणा, प्रेम यी देवताको लक्षण हुन्। यसरी देवता र राक्षसहरूको दुई जात बनाइएको छ। यिनै दुई जातमा सारा मनुष्यहरू यिनै दुई जातमा समावेश छन्। हरे कृष्ण।